पूर्व सिक्किम रिनाक बजारले धेरै समय पश्चात किनबेच गर्नेहरूको यति धेरै भिड देख्यो। इन्टरनेसनल एग्रो टुरिज्म फेस्टिभलले दिएको अवसरले बजार रमाइलो थियो। यति मात्र नभएर नेपाल, भारत र भुटान राष्ट्रबीच कम्युनिटी बेस्ड टुरिज्मलाई प्रोत्साहन गर्न आपसी समझदारी पत्र अर्थात् मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङमा 3 वर्षका लागि हस्ताक्षर गर्यो, ताकि यसरी नै पर्यटकहरूलाई गाउँ पुर्याउने अनि गाउँकै सागसब्जी तथा रहन सहनमा रहेर लोक सङ्गीत तथा पारम्परिक परिकारको स्वाद दिलाउन सकियोस्। बस्ती बस्ती गाउँ गाउँमा हामीले लानुको लागि चाहिँ सरकारले के गर्छ भन्दाखेरि तपाईहरुलाई सरकारले चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट जुन चाहिँ जस्तो मानिलिनु रिनोकमा आउनु पर्यो भने हामीले तारपिनमा जानु पर्यो या कहीँनिर जानु पर्यो हामीले त्यहाँको लागि सडकको जुन बाटो हुन्छ त्यसलाई चाहिँ चलल पार्ने बनाउनु पर्यो। त्यसको लागि सम्माननीय मुख्यमन्त्री महोदयले सिक्किमको सम्पूर्ण डिस्ट्रिक्टमा अब राम्रो खालको कार्पेटिङ गर्ने भनेर अगाडि नै टेन्डर भइसकेको छ। अहिले मौसम पानी पर्ने मौसममा मोइस्चरले गर्दाखेरि कार्पेटिङ राम्रो हुँदैन। त्यसले गर्दाखेरि अब आउने यो जुन चाहिँ डिसेम्बर महिना अक्टोबर नोभेम्बर महिनादेखि राम्रो पाराले सारा सिक्किमभरि राम्रो खालको कार्पेटिङ गरेर चाहिँ सिक्किमको कुना कुना बस्ती बस्तीमा चाहिँ टुरिज्म बढेर जाओस् अथवा यहाँकै मान्छेहरूलाई पनि बाटो चाहिँ राम्रो होस् भनेर काम गर्नुभएको छ। यसरी ग्रामीण स्तरमा जीविकोपार्जनका लागि अवसर सिर्जना गर्ने सामूहिक पहल आरम्भ भएको छ। सिक्किम, भुटान लगायत सिङ्गो भारतको टिमलाई अथवा पर्यटकलाई हामी पनि आमन्त्रण गर्दै यो क्रस बोर्डर टुरिज्मको जुन हाम्रो सपना छ त्यसलाई पुरा गर्नको लागि हाम्रो पनि अपेक्षा छ र यो कार्यक्रमसँगै केही दिन पश्चात यसरी नै नेपालको पनि विभिन्न अकेजन कार्यक्रमहरूमा हामी निमन्त्रणा गर्नेछौँ र सो कार्यक्रममा तपाईँहरूको पनि आतिथ्यता रहनेछ भन्ने विश्वास लिएका छौँ। On behalf of the Kingdom of Bhutan and Bhutan Chamber of Commerce and Industry, BCCI, it is an honor and privilege to extend my heartfelt greetings and sincere appreciation to the government of Sikkim for organizing such a wonderful gathering today for the successful completions of the first International Agro-Tourism Festival 2026. यहाँ नेपाल, भुटान तथा अरुणाचल प्रदेश सहित रिनाक वरिपरिका ग्रामीण जनमानसले आफ्नो पसल थापेका थिए। नमस्ते, मेरो नाम अनिता हो, टाइटल राई हो। म अरुणाचलको नेपाली हो। मेरो सिक्किममा यो ट्रेडिसनल ड्रेस यस्तो बनाएको। नमस्कार, मेरो नाम अञ्जना शर्मा, म चाहिँ पाक्योङ ब्लकबाट हो। हामीले चाहिँ आज यो हाम्रो अर्ग्यानिक इको फ्रेन्डली प्रोडक्ट लिएर आएका छौँ। यहाँ खदा छ हामीसँग, सँगै हामीसँग यो माइक्रोग्रिनको यो प्रोडक्ट पनि छ। यो पनि हामीले यो ग्रुपले गरेका छौँ। पाक्योङ ब्लकमा एसआरएलएम अन्तर्गत खोलिएको सोही धागा टेलरिङ नामक एउटा टेलरिङको ग्रुप छ। नमस्कार, मेरो नाम चाहिँ अपर्णा मगर बस्नेत हो। अनि मेरो घर चाहिँ नेपाल धनकुटा हो भन्ने। नमस्कार, मेरो नाम चाहिँ साम्या मादेन राईसँग बिहा भएपछि राई। हामी चाहिँ त धनकुटा नेपालको धनकुटा डाँडा बजारबाट आएको। हामी चाहिँ यहाँनिर स्टल राख्नको लागि आएको। अनि हामीले चाहिँ कोदोको तिनपानीहरू होइन, गुराँसको अनि मेलको चुकहरू ल्याएको छौँ। हाम्रो प्रोडक्ट चाहिँ सबै एग्रो प्रोडक्ट हो। एग्रो प्रोडक्टमा चाहिँ मेन हामीले केमा फोकस गर्दैछ भनेदेखि हामीले के हो त फार्मर्सहरूले सेल गर्न नसक्नेहरू सरप्लस भएकोहरू चाहिँ हामीले भ्याल्यु एडिङ प्रोसेस यस्तो गरेर ब्रान्डिङ गरेर मार्केटिङ गर्दैछौँ। त्यो चाहिँ सबै हाम्रो महिलाहरूको लागि सपोर्ट हो। त्यो चाहिँ महिला चाहिँ कस्तो खाले भनेदेखि डिभोर्स भएकोहरू, लोग्नेहरूलाई छोडिदिएको नानी आमाहरू हो, त्यस्तोहरूको सपोर्ट गर्दैछ। त्यसको लागि चाहिँ बिजनेस चाहिँ के गर्दैछ भने फार्मर्सदेखि बेच्नु नसक्यो सागसब्जी फलफुलहरूदेखि लिएर सिरियल फुड खानाको फुडहरू पनि त्यो चाहिँ हामीले किनेर प्रोसेस गरेको चाहिँ खास यस्तो छ। यहाँ अहिले लाइक यो चाहिँ लङ्के पिरालु, त्यो पिरालु बेच्नु सक्दैन कसैले, यति खानु मान्दैन। त्यसैले हामीले यो सुपको लागि सब्जीमा लगाउनुको लागि पाउडर बनाउँदैछु। अनि यो चाहिँ
पकाएर खाँदा पनि हाम्रोमा मार्केट यति छैन रहेछ भुटानमा। त्यसैले यो पनि हामीले किनेर फार्मासीदेखि किनेर अनि यसको चाहिँ हामीले फ्लावर बनाउँदैछ। यसको लागि चाहिँ के प्रयोग चाहिँ कसरी गर्छ भने रोटी बाजे बोजू आमा आपा अब हामी जस्तो म जस्तोलाई यो के पेन केक त्यहाँदेखि केक रोटी यसो के गिलो गरेर बनाएर खानुको लागि हजुर यसो एकदम हेल्दी इटिङ लागि। कुनै समय तिब्बतीय व्यापारीहरूका लागि यसरी खानपान बेच्ने बिसाउने बजार रिनाकले नयाँ रूप फेरिरहेका छन्। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।